नेपाल बीमा प्राधिकरणको 57औं वार्षिक उत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता 2082 आज सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले गर्नुभएको थियो। त्यस्तै कार्यक्रमको प्रमुख अतिथिमा पोखरा महानगरपालिका वडा नम्बर 12 का वडा सदस्य सन्तबहादुर थापा हुनुहुन्थ्यो भने विशेष अतिथिहरूमा गण्डकी प्रदेश पोखरा नेप्स च्याप्टरका अध्यक्ष बर्दिनाथ पौडेल तथा सर्भेयर एसोसिएसन पोखरा च्याप्टरका संयोजक बुद्धिराज अधिकारी रहनुभएको थियो। सो कार्यक्रममा विभिन्न बीमा कम्पनीहरूका गण्डकी प्रदेश प्रमुखहरू, सर्भेयरहरू, अभिकर्ता लगायत विभिन्न बीमा कम्पनी शाखा तथा उपशाखाहरूका प्रमुख र बीमा कर्मीहरूको उपस्थिति रहेको नेपाल बीमा प्राधिकरणका गण्डकी प्रदेश कार्यालय प्रमुख मिश्रले जानकारी दिनुभयो। खेलको उद्घाटन नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले खेलाडीहरूलाई बल हस्तान्तरण गरी खेल औपचारिक रूपमा सुरु भएको घोषणा गर्नुभएको थियो। साथै यस्ता मैत्रीपूर्ण खेलहरूले बीमा कर्मीहरूमा एकापसमा आतिथ्यता, भाइचाराको भावना बढाउने तथा शरीरलाई स्फूर्त राख्न समेत अपरिहार्य भूमिका रहेको मिश्रले बताउनु भएको छ। उक्त फुटसल खेल प्रतियोगितामा 5 टिमको सहभागिता रहेको थियो, जसमध्ये निर्जीवन र लघु निर्जीवन कम्पनी, जीवन र लघु बीमा, सर्भेयर एसोसिएसन पोखरा, नेप्स पोखरा च्याप्टर र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय रहेका थिए। उक्त टिमहरू बीचको खेल निकै उत्साहजनक रूपमा अगाडि बढ्दै फाइनल खेलमा नेपाल बीमा, सर्भेयर संघ नेपाल, निशा र नन लाइफ इन्सुरेन्स बीच भएको थियो। खेलको सुरुवात सँगसँगै खेलको समयावधिसम्म दुवै तर्फबाट एक गोल भएको थियो। खेलको निर्धारित समयसम्म दुवै टिमबाट बराबरी गोल भएपछि पेनाल्टी सुटआउट मार्फत बीमा सर्भेयर संघ नेपाल विजेता हुन सफल भएको थियो। खेलमा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूलाई प्रमुख अतिथि र अतिथिहरूले मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो। त्यस्तै आज भएको उक्त खेलमा खेल अवधिभर सर्वाधिक गोल गर्न सफल खेलाडी तिलक पोखरेल हुनुहुन्थ्यो। विजेता खेलाडी तथा सर्वाधिक गोलकर्तालाई प्रमुख अतिथिले मायाको चिनो हस्तान्तरण तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। विशेष अतिथिहरूले कार्यक्रममा बोल्दै विगतका वर्षहरूमा झैं यस वर्ष पनि नेपाल बीमा प्राधिकरणले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेकोमा विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो। खेलले मानिसलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्ने बताउँदै साथै यस कार्यक्रममा सबैको साथ सहयोग र सहभागिताले कार्यक्रम सफल भएको उनीहरूले दावी गरेका थिए। यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथिले 57औं वार्षिक उत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणले रचनात्मक र सन्देशमूलक कार्यक्रमहरू गरिरहेको कुरामा खुसी व्यक्त गर्नुभएको थियो। साथै संयोगवश आज परेको प्राधिकरणको 57औं वार्षिक उत्सव मनाइरहँदा 5 र 7 को जोड पनि 12 नै हुने र उक्त कार्यक्रम र बीमा प्राधिकरणको प्रदेश कार्यालय पनि पोखरा महानगरपालिका वडा नम्बर 12 मै रहेको उल्लेख गर्दै यसमा आफू पनि खुसी भएको र आगामी दिनहरूमा वडा मार्फत हुने विभिन्न कार्यक्रमहरूमा वडा नम्बर 12 को पनि बीमाको कार्यक्रमहरूमा सहकार्य सहभागिता र साथ सहयोग रहने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बीमा प्राधिकरणका आगामी कार्यक्रमहरू अन्तर्गत भोलि मंगलबार बीमा सचेतनाका लागि जिल्ला ट्राफिक कार्यालय कास्कीको समन्वयमा सार्वजनिक यातायातमा स्टिकर टाँस्ने कार्यक्रम, वैशाख 31 गते बृहत रक्तदान कार्यक्रम र जेठ 1 गते प्रभात फेरी कार्यक्रम सँगसँगै शुभकामना आदान प्रदान तथा समीक्षात्मक कार्यक्रम रहेको पनि बीमा प्राधिकरण गण्डकी प्रदेश सहायक निर्देशक रिचा कुसुम लम्सालले जानकारी दिनुभएको छ।